खास तपाईको नाम चाहिँ हर्कराज राईको सट्टा विरोधराज राई राखे भए एकदमै राम्रो हुन्थ्यो। उहाँको कामै विरोध विरोध र विरोध। उहाँ अठेर गरिरहनुहुन्छ। प्रधानमन्त्रीलाई तानेर ल्याउने अब चलन छैन हैन। तपाईको इगो चाहिँ जेन्जी आन्दोलन पछाडि तपाईलाई प्रधानमन्त्री चाहिएको थियो, त्यो पनि भएन। त्यो भएन भने मन्त्री चाहिएको थियो, त्यो पनि पाइएन। अहिले सांसद भए पछाडि तपाईलाई त्यति बेलाको आफ्नो साथी जसले तपाईलाई धोका दियो, त्यस्तो होइन। त्यो बालन शाह प्रधानमन्त्री भएको तपाईलाई मन परेको छैन। राजेश पाल राई प्रधानमन्त्री यदि भयो भने पनि हैन, हर्क साम्पाङ राई सांसद छ भने त्यही प्रश्न उठाउँछ। तपाईँ पनि बढी हर्क राई, साङपाङ र श्रम संस्कृति पार्टीलाई धेरै माया गर्ने मान्छे भन्छन्। होइन होइन, मान्छेको नजर त चन्द्रमालाई दाग देख्ने समय आँखाहरू छ। मैले त उहाँको मात्र होइन, राम्रो देश समृद्धि बनाउन चाहन्छ उसको म शुभेच्छा छु, किनकि म यो देशको नागरिक हुँ। हिजो श्रम गर्छ र श्रम गर्नुपर्छ भनेर सबभन्दा धेरै चिच्याउने र त्यसको पैरवी गर्ने हर्क साङपाङ चाहिँ अहिले सिंहदरबारमा आइसके पछाडि चाहिँ श्रम होइन नारा धेरैतिर लाग्यो होइन। नेपाली बन्नलाई नागरिकता मात्रै के अरे तपाईँको चाहिँ पर्याप्त हुँदैन। नेपालको माया जसको छातीमा छैन नि होइन, जसको छातीभित्र नेपाल छैन, जसको मस्तिष्कमा नेपाल छैन, त्यो नेपाली होइन। तपाईँ आफ्नो फाइदाका लागि भागभण्डामा जाने? फाइदा कहाँ लिएँ मैले? फाइदा कहाँ लिएँ? उपसभामुख लिनुभयो त। यो सरकार रासोपासँग यति धेरै तपाईँको विमति भएपछि र तपाईँले भनेको पनि तपाईँको उपसभामुखी नमानेपछि फिर्ता बोलाउनु भयो। हामीले उम्मेदवारी दियौँ, उहाँहरूले भोट दिनुभयो। किन दिनुभयो त्यो त उहाँहरूले सोध्नु न। धरानमा तपाईँले त्यहाँको कार्यपालिकाका सदस्यहरूलाई, त्यहाँका जनप्रतिनिधिहरूलाई वाक्क दिक्क बनाउनु भएको थियो। मैले धरानले बल्ल 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 त्राण पायो हो। अब सिंहदरबार आउनुभयो, तपाईँको आलोचकले के भन्छन्? धरानले सुन्नु न, धरानमा पहिला जे जस्ता हुन्थे भ्रष्टाचार, कमिसन खोरी होइन, तपाईँको चाहिँ नदी नाला बेच्ने यी सारा कुरालाई रोक्ने मान्छे हो म। यति धेरै भाषा, यति धेरै देश बोकेको मान्छे चाहिँ किन संकीर्ण भएको त? क्यूआरमा पैसा त्यो चाहिँ भन्नु न बरु। हिजो पूर्वमा सुन्नु न, हिजो नामै बोलाउँदा सुन्नु न, त्यसमा पनि म आउँछु। हिजो हर्क साम्पाङ धरानमा मात्रै थियो, अहिले दार्चुलामा पनि तपाईँको गएको। दार्चुलामा पनि हतार तपाईँको चाहिँ के अरे राज्यले गाडी लानु पर्यो। अब क्यूआरको कुरा गर्दाखेरि त होइन, तपाईँले पनि सहयोग गर्नु, हिसाब चाहिँदैन, तपाईँले पनि सहयोग गर्नुहोस्। उहाँले नै गर्नु भएको छ, हामी दिन्छौँ, किन दिँदैनौँ? तर जो पाए त्यही मान्छेलाई दिन्छौँ हामी। प्रश्न उठिसक्यो, जो पाए त्यही मान्छेलाई दिँदैनौँ, जो पाए त्यही मान्छेलाई दिँदैनौँ। विदेशी ऋण लिई तपाईँको चाहिँ कर्मचारीलाई तलब खुवाइरहेको छौँ होइन। हर्क साम्पाङले सहयोग आह्वान गरेर पुल बनाइदिँदैछ, त्यो योगदान होइन, एक्स्ट्रा योगदान होइन। हिसाब चाहिँ दिनु न। किन हिसाब नदिने? हामीले प्रत्येक दिन दिनुपर्छ भन्ने के छ? त्यो तपाईँको कहिले दिनुहुन्छ? त्यो तपाईँको फेसबुकका जोकरहरूलाई